हेलो गाइस, वेलकम टू माई यूट्यूब च्यानल एन्ड फेसबुक पेज। म आज चाहिँ ड्युटी आइपुगेछु। यो चाहिँ मेरो भित्र मेन गेट हो। म तपाईँलाई भित्र जाँदैछु है, भित्र तपाईँलाई देखाउँछु ल। यो चाहिँ हाम्रो इन्ट्री गेट हो। यहाँबाट गेस्टहरू इन्ट्री हुन्छ होइन। आज चाहिँ यहाँनिर पार्टी छ, इभेन्ट छ होइन। 800 जनाको पार्टी हो र यो चाहिँ हाम्रो इन्ट्री मेन गेट हो है। हेर्नु चाहिँ तपाईँलाई मजाले देखाउँछु म। यो चाहिँ हुँदो रहेछ, दामी गरिदिएको छ है, मजाले गरिदिएको छ। यो सबै नेचुरल फुल हो, यो आर्टिफिसियल होइन, सबै नेचुरल फुलहरू लगाएको हो होइन। यहाँ चाहिँ फोटो सुट एकदम लाइटिङ दामी लाइटिङ पनि होइन, दामी गरिदिएको छ। एउटा कुरा चाहिँ यहाँ मोमबत्ती छ, अहिले बल्छ एकछिनमा होइन। फोटो सुट खिच्ने र अगाडि जाँदैछु म, तपाईँलाई अगाडि नै देखाउँछु चाहिँ। यो चाहिँ अब हाम्रो हल है, यहाँ पनि सुट हल सर गयो अगाडि हल, अगाडि स्टेज छ। यहाँ चाहिँ डिजे राख्नु छ, यत्रो चाहिँ हल छ है। यहाँ पर्छ सेक्सन मेरो, यहाँ चाहिँ मेरो सेक्सन है। म चाहिँ यहाँ काम गर्नुपर्ने। अब सर हेर्नुहोस् हल त्यहाँ म देखाउँछु, मजाले टक्कर बनाएको छ होइन। अगाडि अगाडि झुमर पनि देखाइन्छ है, यो चाहिँ झुमर हो। अगाडि चाहिँ टक्कै बेला बेला बस्ने स्टेज बनाएको छ है, मण्डप। र अब चाहिँ 1 घन्टापछि चाहिँ मेरो काम सुरु हुन्छ। अब सुरु हुन्छ 1 घन्टापछि चाहिँ तपाईँलाई म काम गरेको सबै भिडियोहरू पनि देखाउँछु है। आज चाहिँ म कस्तो काम गर्दैछु, के गर्दैछु भन्ने कुरो चाहिँ तपाईँलाई म आज चाहिँ यो भिडियो मार्फत तपाईँलाई म देखाउने छु है। अहिले चाहिँ लगभग तपाईँको 4 साढे 4 बज्यो बेलुकाको होइन। हाम्रो काम चाहिँ अब सकिने टाइम हुँदैन, कुनै पनि फिक्स हुँदैन होइन। 2 पनि बज्न सक्छ र काम सुरु गरेको आएको छु मैले। काम र सुसी बनाउँदैछु है। यो चाहिँ अभागाडो सुसी है, अभागाडो सुसी बनाउँदैछु। तपाईँहरूलाई के लाग्छ, तपाईँलाई सुसी कतिलाई थाहा छ कि छैन, के कसो है, थाहा नहुनेहरूलाई सुसीको बारेमा। सुसी राम्रो, एकदम धेरै राम्रो हुन्छ, राम्रो फोटो। अनि अहिले त प्रायःलाई सबै थाहा छ सुसीको बारेमा, किनकि फोनतिर पनि धेरै आएको हुन्छ सुसीको बारेमा। यो त अहिले चलेको लेटेस्ट भन्दा फेमस खाना हो सुसी डिम चाहिँ अहिलेको हरेक भेरी पार्टीमा सुसी डिम हुन्छै हुन्छ है। सुसी डिमको धेरै मार्केट छ अहिले चाहिँ। यसको यो सुसी डिम बनाउने सेफहरूको पनि धेरै भ्यालु छ अहिले चाहिँ होइन। सुसी डिम बनाउने सेफको धेरै भ्यालु छ, त्यहाँ पनि काम पाइहाल्छ। अनि सेलेरीहरू पनि धेरै राम्रो हुन्छ होइन। र म चाहिँ अब चाहिँ सुसी प्लेटिङ गर्दैछु है। मेन चाहिँ खाना बनाएर हामीले पहिला चाहिँ डिस्प्ले गर्नुपर्ने हुन्छ। डिस्प्ले चाहिँ एकदम जतिको डिस्प्ले, यहाँ चाहिँ खानेकुरा बनाएर दिएर मात्रै हुँदैन क्या, डिस्प्ले पनि जरुरी छ। डिस्प्ले चाहिँ टन्नै लाउनुपर्छ है मजाले। र डिस्प्लेको लागि म चाहिँ एकदम सुसी बनाएर काटेर होइन गार्निसिङ गर्दैछु। गार्निसिङ गरेर सुसी अगाडि राख्ने हो। त्यो अगाडि सुसी हल्का गार्निसिङको लागि कुकुमर पनि काटेको एक्लै भएर होइन। त्यसो खासै काम धेरै थियो नि त, खासै राम्रोसँग गर्न पनि पाइँदैन। भिड लाग्छ, 800 जनाको पार्टी हो। अनि अहिले एकचोटि भिडहरू आयो भने त मलाई साह्रो पर्छ होइन। फेरि यो सुसी डिम चाहिँ मैले यो लाइभ कन्ट्रोल हो नि त, त्यही भएर अब किचनतिरबाट बनाएर ल्याउनु मिल्दैन। यो चाहिँ लाइभ बनाउनु पर्ने हुन्छ होइन। र पनि हामीले किचनमा ब्याकअपको काम चाहिँ गर्छौँ, जसमा कि अब राइस बोइल गर्ने, भेजिटेबलहरू फ्राई गर्ने होइन। यताउता हल्का काम चाहिँ किचनमा हामी गरेको हुन्छौँ होइन। यहाँनिर आएर चाहिँ खालि रोल लपेट्नु, कटिङ गर्नु, अनि डिस्प्ले गर्नु, अनि अलि हल्का गार्निसिङ गर्ने त्यो कामहरू चाहिँ हुन्छ होइन। यो चाहिँ क्रिप्सी भेज हो होइन, क्रिप्सी भेज सुसी हो। यो चाहिँ पहिला यो भनेको चाहिँ एस्परागस र क्रिप्सी भेज चाहिँ एकैसँग राख्दैछु मैले होइन, राख्दैछु। र प्लेटिङ गर्छु यसलाई पनि म। तपाईँहरू के कस्तो लाग्छ है। मैले फर्स्ट अब स्टार्टिङ गरौँ भनेको भिडियो है। म पनि तपाईँहरूले सबैले सपोर्ट गरिदिनु होला मेरो भिडियोलाई होइन। लाइक सेयर हेरिदिनु होला, कमेन्ट गरिदिनु होला के कसो भयो भिडियोमा होइन। कमी भयो कि कमी कमजोरी के छ कसो छ, यसो अब आफूले गरेको कामलाई होइन त्यसलाई अब टाइम पास गर्दै एउटा भिडियो बनिने भनेर म चाहिँ आफूले गरेको कामलाई देखाउँदैछु है। र मैले सुसी बनाइसकेँ है, बनाएर एकदम डिस्प्लेलाई रेडी गरिसकेँ। डिस्प्ले भट्टाभट गर्दैछु होइन। कस्तो लाग्यो मेरो डिस्प्ले तपाईँहरूलाई होइन।
चाहिँ जापानिज सुसी हो, जापानिज डिस हो सुसी। धेरै राम्रो हुन्छ, धेरै हेल्दी पनि हुन्छ। यसमा चाहिँ के हुन्छ भने धेरै राम्रो राम्रो चिजहरू हुन्छ होइन, इम्पोर्टेड चिजहरू हुन्छ होइन, अन्त धेरै तागत चिजहरू हुन्छ। एकदम बेस्ट हो, हेल्थलाई पनि राम्रो हो। अनि यो चाहिँ खाँदै हुन्छ मिठो लाग्छ क्या, नखाँदा खासै मन पर्दैन, तर खाँदै गरेर मिठो लाग्छ।